In English, we say I hate you, but in Japanese, they say kirai. I hate you or dislike केही कुराहरू मन परेको छैन भने चाहिँ किराई भन्ने वर्ड युज हुन्छ। अर्को छ दाइ किराई, स्ट्रङली रियली हेट यु, एकदमै धेरै नै मन नपर्नु दाइ किराई। मुरी, इम्पोसिबल कान नट डिल विथ, केही कुराहरू चाहिँ गर्न नसक्ने इम्पोसिबल खालको छ भने चाहिँ मुरी। अनि अर्को नेक्स्ट छ उजाई, एकदमै एनोइङ एकदमै इरिटेटिङ छ भने चाहिँ उजाई भन्ने वर्ड युज हुन्छ, उजाई। अनि अर्को नेक्स्ट छ सिने, डाई हार्स अफेन्सिभ, सिने चाहिँ एकदमै यो धेरै एकदमै युज त हुँदैन हुन त, भए पनि यो अब मन नपर्ने वर्डहरूमा चाहिँ पर्छ पर्न त, भए पनि त्यस्तरी युज चाहिँ हुँदैन। मोस्टली रिसाएको बेलामा अब फरेनर्सहरूलाई हामी गएको जिनीहरूलाई त्यति धेरै रिसाएर कुनै वर्डहरू युज गरेको मैले थाहा पाएको छैन, त्यति धेरै गाली गर्ने कामहरूमा त्यसो त मैले अहिलेसम्म थाहा पाएको छैन, तर कतै कतै चाहिँ होला। तर जापानिज टु जापानिजलाई चाहिँ रिसाएको बेलामा युज हुने भनेको त्यही बाका अनि ओमाई त्यस्तै खालको हो, त्योभन्दा धेरै हार्स वर्डहरू चाहिँ युज भएको मलाई थाहा छैन। यस्तो खालको हेटिङ वर्ड्सहरू चाहिँ युज भएको मलाई थाहा छैन। हेट युमा युज हुने भनेको चाहिँ मेनली यो 5वटा वर्ड्सहरू रहेछ, कमन वर्ड्सहरू। योभन्दा बाहेक पनि अरू धेरै नै एकदमै धेरै वर्ड्सहरू छन् जुन चाहिँ मन पर्दैन, मन नपर्ने कुराहरूमा युज हुन्छ। हजुरहरूलाई योभन्दा बाहेक अरू कति धेरै वर्ड्सहरू छ, थाहा भएको वर्ड्सहरू कमेन्ट गरिदिनुहोस् त। थ्याङ्क यू फर वाचिङ, बाई बाई।